हेलो गुड मर्निङ एभ्रिवान। आज चाहिँ म बिहानै उठेँ, मुख धोएँ, त्यसपछि चाहिँ मैले बाबुको लागि चना पनि फुट दिएँ। बाबु ट्युसन जानु थियो अनि भिनाजु पनि आइसक्यो। सबैजना मिलेर हामीले बर्थडे विस गर्यो। अनि दिदीले चाहिँ लुगा धुँदै हुनुहुन्थ्यो। यतातिर चाहिँ गेम सुरु हुँदै थियो। हामी चाहिँ एकदम वेटिङमा थियौँ। दिजुले चाहिँ बत्ती पखाल्दै होइसिन्थ्यो। एकछिन छत सफा गऱ्यौँ, त्यसपछि चाहिँ गेम पनि स्टार्ट हुन लाग्यो। अनि हामी चाहिँ छतमा गयौँ, हिजो धोएको कपडाहरू उठाउनु थियो। अनि सबैजना चाहिँ बत्ती भिजाउँदै होइसिन्थ्यो तेलमा। सानो बुवाको झन् मैले एकदम भिडियो खिच्दै थिएँ। आशालाई मैले पिर्छु है भिडियो खिचेको भन्दै होइसिन्थ्यो, त्यही पनि मैले खिचिदिएँ सबैजनाको। हामी चाहिँ सबैजना बसेर मिलेर चाहिँ बत्ती भिजाउँदै थियौँ। अनि त्यसपछि चाहिँ यति धेरै फोहोर थियो, यो पनि सबै सफा गर्न थियो। मामा पनि बसेको थियो। अनि यो चाहिँ बालगोपाल। अनि मैले चाहिँ सबै बत्तीहरू तल रुममा लगेर राखेँ। त्यसपछि दिजुले चाहिँ भिनाजुलाई नास्ता खुवाइदिँदै होइसिन्थ्यो। फेरि एकछिन गेम हेऱ्यौँ, तल गएर हामी मिलेर कपडा पटायौँ सबैजनाले। अनि चाहिँ सेल पकाउने पिठो चाहिँ रेडी गर्न थाल्यौँ। यो चाहिँ दिजुले सेल पकाइसकेको। यतातिर चाहिँ यति धेरै पिठो थियो, सबै सेल पकाउनु थियो। सानो मुवा पनि आइसकेपछि, सानो मुवालाई चाहिँ घिउ खान मनपर्ने। अनि अर्को सानो मुवाले चाहिँ सेलहरू सबै राख्स्यो। अनि दिजुले चाहिँ सेल पकाउँदै होइसिन्थ्यो। यति धेरै सेल पकाएको। नानुले चाहिँ आलु काट्दै थिए। अनि भिनाजुको बर्थडे थियो, रेजिनाले चाहिँ केक ल्याइदिन्। अनि भिनाजुलाई चाहिँ थाहै थिएन केक ल्याएको। त्यसपछि हामी सबै मिलेर भिनाजुको बर्थडे सेलिब्रेट गरिदियौँ। एकदमै रमाइलो भएको थियो, सबैजना होइसिन्थ्यो। भिनाजु पनि एकदमै इन्जोय गरिराखेको थियो। अनि मैले चाहिँ सबैजनालाई स्प्रे छिटेको। त्यसपछि सानो मुवाहरूलाई पनि यतातिर कसैलाई छोड्नु भएन बाँकी। भिनाजुले चाहिँ केक काट्स्यो। अनि त्यसपछि मैले पनि एउटा केक अर्डर गरेको थिएँ। यो केक पनि काटेर हामी सबैजनाले एकदम रमाइलोसँग सेलिब्रेट गऱ्यौँ। अनि छोरीले चाहिँ भाँडा मिलाउँदै थिइन्। अनि अर्को बहिनीले चाहिँ अचार पिस्दै थिइन्। सबैको आफ्नो आफ्नो काम थियो। रेजिनाले चाहिँ टेबल पुस्दै थिइन्। अनि बाहिर चाहिँ सानो मुवाहरू सबैजना आगो तापेर बसिराखेको थियो। अनि यता चाहिँ बहिनी पनि आइन्। अनि हामी चाहिँ खाना खाएर सुत्यौँ। गुड नाइट एभ्रिवान।